हेलो साथीहरू, यो चाहिँ मेरो बुढीले किनिदिएको गिटार हो है। हो यहाँ कीर्तिपुर गिटार सपबाट किनेको हामीले। यहाँ पैसा पनि रहेछ। हामीले मेरो बुढीले किनिदिएको, म पनि गर्थेँ किन्दाखेरि। अनि त्यसपछि प्लुटो 150 नर्मल एकोस्टिक गिटार ब्ल्याक कम्बो ब्याक पिक स्ट्रिङ न्यू रहेछ है। मूल्य पनि यहाँ छ, सस्तो हो, मूल्य नखुलाउँ होला। मैले चाहिँ गिटार अब खोल्दैछु। अनबक्सिङ माई गिटार। गिटार सब कीर्तिपुरबाट ल्याएर आएको। यो हो मेरो गिटार। वाउ, दिस इज माई गिटार। कसरी खोल्छन्? यो हो मेरो गिटार है। यो गिटार यहाँ राख्नु। अब मेरो चाहिँ आजबाट 21 डेज अफ गिटार लेसन स्टार्ट हुँदैछ। यसमा के रहेछ भन्दाखेरि यसरी तल यसरी देखाउनु। यसरी के रहेछ भन्दाखेरि यहाँ हेरौँ। ओहो वाउ, यो क्याप हो, स्ट्रिङ। यो चाहिँ मेरो सर्भिसिङको टिकट हो। 3 टाइम सर्भिसिङ चाहिँ फ्री हुन्छ अरे। 4 महिनामा ल्याउनु भनेको छौँ। अरू के रहेछ भित्र? यो हो बेल्ट। दिस इज बेल्ट। हुनुपर्ने हो त त्यो कता गएछ? बजाउने यस, बजाउने कता गएछ? त्यसको नाम के हो थाहा छैन। यहीँभित्र रहेछ। यसलाई के भन्छ त्यही कमेन्ट गर्नु होला साथीहरू। त्यसलाई के भन्छ? धन्यवाद।